हे गाइज व्हाट्सअप वेलकम टु माई च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुन्छ र म एकदमै सन्चै छु। सो अहिले चाहिँ हामी तारेभिरको टपमा छौँ होइन। यहाँबाट भ्यू हेर्न सक्नुहुन्छ कस्तो दामी आइरहेको छ पुरै है। अझ अलिअलि रात परेको छैन, अलिअलि रात पर्दैछ बिस्तारै। त्यहाँबाट हेर्नु त्यहाँनिर पुरै कस्तो दामी देखेको छ क्या, पुरै खतरा खालको है। र अझै रात पर्दाखेरि त दामी देखिन्थ्यो है। अझ अब धेरै रात पऱ्यो भने त फेरि हामी ट्रेल जान सक्दैनौँ। आज चाहिँ एकदम नयाँ एक्सपिरियन्स गर्न लागि चाहिँ हामी सोनाम र म आएको छौँ। सोनाम चाहिँ यहाँ लाइट देखाएर बसेको छ, क्यामेरा समातेर टक्कर आएर। फेरि अहिले त म कालो आउँछु नि, लाइट निभायो भने त्यस्तो देखिँदैन, लाइट बाल्नु रहेछ। अब यहाँनिर ट्रेल चाहिँ यता हुँदै जाने हो होइन, यता छ ट्रेल चाहिँ। बिस्तारै बिस्तारै जानुपर्छ। लाइट चाहिँ भन्दाखेरि लाइट चाहिँ के छ भन्दाखेरि हामीसँग यहाँ कस्तो छिजिमिरा है के घुमेछ यति क्वान्टिटीमा स्याहार। लाइट चाहिँ के छ भन्दाखेरि एकवटा मोबाइल छ, मोबाइल यहाँ टक्क अड्डाउने, यहाँनिर छातीमा अड्डाउने, अनि त्यस पछाडि ट्रेल झार्ने सर र होइन। त्यही छ प्लान चाहिँ। लाइट खासै अब छैन, अब त्यसबारे अलिक छिटै जानुपर्छ नि, फेरि धेरै अन्धकार भयो भने त ट्रेल पनि देख्दैन, अनि कतातिर अनि उत्तानो परेर बस्ने आज। लाइट खासै छैन। त्यो कस्तो दामी देखिन्छ कि यहाँबाट यही हेर्नु मलाई क्या, मलाई यहाँ आएर है यस्तो दामी देखिरहेछ नाइट भ्यू होइन। अझ अलि पुरै रात परेर अलि अन्धकार है, अनि त्यसपछि दामी देखिन्छ पुरै चारैतिर कस्तो दामी छ क्या यहाँनिर, पुरै चारैतिर हेर्नु यस्तो दामी छ है। ट्रेल चाहिँ यस्तो हुँदै जाने हामी होइन। यहाँबाट ढ्याक हेर्नु त रात पर्छ पुरै, अहिले कसरी झर्ने हो हामी। यहाँ चाहिँ सोनाम आज अब सोनाम कतातिर चिजिमिरा यस्तो छ। सोनाम आज तिमी कतातिर लाग्ने हो, घरतिर लाग्ने। यहाँबाट यस्तै जानुपर्छ ट्रेल चाहिँ सर ऊ जङ्गलभित्र त कति अन्धकार होला है। म यस्तो कालो दिन थाल्छु कि ल, पुरै कालो दिन थाल्छु कि। अब बिस्तारै जानुपर्छ होइन। अब लाइट चाहिँ खासै छैन, अब कस्तो क्यामेरामा पनि राम्रोसँग नदेखेला होइन। आज अलिकति त्यही प्रब्लम भएछ, अलिकति क्यामेरा के अरे लाइट भएको त दामी देखिन्थ्यो क्या आज। अब हामी पनि ट्रेल झार्न चाहिँ अलिक गाह्रै पर्छ आज हामीलाई, अलि लाइट छैन नि त राम्रो छैन होइन। त्यो पनि केही छैन, यो ट्रेलमा त बान्छ नि त, तारेभिरको त हानिरहेको ट्रेल हो, कतिचोटि हानिसक्यो हामीले। जस ट्रेलहरूको अलिकति थाहा छैन उसहरू त, लाइनहरू त थाहा छ, त्यही पनि केही छैन। बिस्तारै जानुपर्छ। अब ढिलो नगरिकन जानुपर्छ है। अहिले धेरै रात पऱ्यो भने त फेरि कतातिर हराउने हो थाहा छैन। त्यो अलिक छिटो गरेर जानुपर्छ। एकछिन बसेर यहाँको नाइट भ्यू हेरेर पुरै हेर्नु यस्तो दामी देखिरहेछ है। यति हेर्नलाई हामी उहाँ तलदेखि डोराउँदै यहाँसम्म आएको छ है। यतातिर झन् यस्तो दामी देखिरहेछ, पुरै सिटी है भ्याली। अझ योभन्दा नि माथि टपमा जानुपर्ने क्या, उ टपमा है। अस्ति हामी गएको के अरे नाम के हो अरे, उसको नाम अप्पर तारेभिर। अस्ति हामी त्यहीँ गएर ट्रेल झारेको थियो होइन, योभन्दा अगाडि। त्यहाँ गएर चाहिँ हेर्ने भयो भने पुरै काठमाडौँ भ्याली। अझ अहिले त पोल्युसनले गर्दा खासै केही देखेको छैन। अझ पोल्युसन हट्नु अनि यस्तो दामी देखिन्थ्यो है, चारैतिर हेर्ने भयो पुरै। साथी त्यहाँ गएर झार्नु क्या ट्रेल राति के होला यार। त्यहाँबाट त वाह पुरै सुनसान, माथितिर त घर पनि छैन क्या, त्यो त माथितिर त पुरै सुनसान छ। यता पनि त्यस्तै छ है भनेर त, यता पनि त्यस्तै छ। आज के भने अब बिस्तारै झर्नुपर्छ, केही छैन, नयाँ एक्सपिरियन्सहरू गर्नुपर्छ। त्यो आज उस भनेको चाहिँ लाइट छैन कि हामीसँग, लाइट भनेको मोबाइल मात्र छ। अब मोबाइलले त्यस्तो खासै त धान्दैन। अब बिस्तारै ल अब लाग्नुपर्छ। एकछिन बसेर यसो भ्यू हेरेर त्यस पछाडि लाग्नुपर्छ। ल अब चाहिँ हामी रेडी अवस्थामा होइन, लाइफको यस्तरी फर्स्ट टाइम एक्सपिरियन्स गर्दैछौँ हामी। लाइटको चाहिँ अलिकति प्रब्लम छ होइन, अलिकति त्यसको लागि चाहिँ सरी होइन। अब अलिकति लाइटहरू त राम्रै हाल्नुपर्छ। ल भएको ल बिस्तारै सँगसँगै लाइट एकदम ठिक छ, यत्तिकै भए पुगिहाल्यो नि। बिस्तारै जानुपर्छ आज भनेको, बिस्तारै स्लोली। हतार छैन होइन, बिस्तारै गयो भने चाहिँ क्या सर होइन। लाइटको अलिकति कमजोरी छ हाम्रो होइन, थोरै अलिकति देखिन्छ, केही छैन, यति भए पुग्छ हामीलाई, धेर चाहिँदैन। ठिक छ, बिस्तारै जानुपर्छ। फ्लोमा गयो भने फेरि अलिक कता उत्तानो पर्ने थाहा छैन। लाइट देखेन, लाइट अलिक कमजोर छ क्या होइन। अर्को पालि आउँदा चाहिँ झिल्लिमिल्ली पारेर आउनुपर्छ पुरै चारैतिर क्या, चारैतिर झिलिमिली पार्दै आउनुपर्छ क्या अर्को पालि आउँदा चाहिँ। अलिक धेरै लाइटहरू क्या, दुई तिन ठाउँमा बाल्ने गरी, अलिक टाउकोमा, यता ह्यान्डलमा, चेस्टमा, अनि चाहिँ मजा आउँछ क्या। त्यही पनि यतिको मोबाइलले नि पुरै पुगिरहेको छ पुग्नु त। सर्ट नाइस दामी। तरिके कस्तो बिस्तारै अस्ति हामी तलबाट फर्क्यौँ है लाइट नभएर,
तले लाइट नभएर होइन धेरै रात परेर यस्तो अझ यो भन्दा कस्तो राति पर्थ्यो कि अहिले त अझ उजाले छैन ओए यहाँ हेर न ओए वाह यार वाट द हेल म्यान यस्तो दामी देखिरहेछ यार यहाँबाट वाह आहा यहीँ बसेर हेरिराखौँ जस्तो क्या यार वाह खतरा यार यस्तो झिलझिल 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 भइरहेछ पुरै ल अहिले ह्यान्डलले चाहिँ अलिकति देख्दो रहन्छ है ह्यान्डलले चाहिँ अलिकति प्रब्लम गर्ने रहेछ नभए त ठिक छ ए कस्तो लाइटहरू अलिकति सर अलिक बिस्तारै जानुपर्छ अगाडि पुरै ब्ल्यान्ड देखिन्छ अलिकति चाहिँ मात्र देखिन्छ होइन ए तेरिके आज त उजाले छ अस्ति आउँदा त पुरै अन्धकार यो अन्धकार यस्तो अन्धकार होइन केही नदेखेर बिस्तारै बिस्तारै गएर धेरै स्पिड पनि लिने आज त बिस्तारै सर जाने कि आज त मजाले लिने नयाँ एक्सपिरियन्स लिने आज त बिस्तारै पेलो है बिस्तारै पेलो यस्तोमा लड्यो भने चाहिँ फेरि बिजोक हुन्छ हरिबिजोक हल्का ढ्याक छ होइन पाइप छ है यहाँनिर बिस्तारै केटो ओहो कस्तो लेन बनाएछ यार यहाँनिर लामा ठिक छ नि लेन बनाएको छ क्या त्यहाँनिर कस्तो बिग्रेछ त्यहाँनिर झन्न केही भनौँ अझ भाँच्यो स्पोक होला लामुला के भन्छ के भयो मुले टायरै फुसिएछ त नि के गरी हालेको मुलाई हालेको टर्च डरै हाल्थ्यो उल्ट्यो नि त उठाउँछ साइकल साइकल चाहिँ उठाउनु भयो उल्टो भान्नुपर्छ यसलाई तल अलिक सिधामा लिएर हेरौँ के हुन्छ यार माया साइकल त्यही त यस्तो बेलामा यस्तो हो भने चाहिँ तरा हुन्छ है अब के भन्छ नि पहिला उल्टाउनु पर्छ पहिला ठुलो भएन उजाला त ठिक छ नि हलुड बेला बेलामा यस्तो हुन्छ केही छैन ठिक छ केही भएको छैन होइन ल गाह्रो छ साइकल चलाउन नि अलिक गाह्रो छ होइन कस्तो खाल्टोमा बसिन्छ यार म चाहिँ अब यहाँबाट अरू सर जानुपर्छ भयो ल लागौँ है त बिस्तारी बिस्तारी सर जानुपर्छ रातिको अलिकति मजा लिनुपर्छ होइन लाइफमा यस्तो फर्स्ट टाइम एक्सपिरियन्स गरेको यार साइकलमा राति ट्रेलमा चाहिँ फेरि रोडतिर त कुदाएको छैन ट्रेलमा चाहिँ फर्स्ट टाइम यसरी ठिक छ अब अर्को पालि आउँदा चाहिँ अलिकति राति चाहिँ यसरी लड्नु भने क्या राति लड्यो भने चाहिँ तना पर्छ अहिले यसरी के हुइदिन्छ होइन त्यो भएर बिस्तारै जानुपर्छ कि नबेलिकन लिमिट पुस नगरिकन यहाँ तल त कस्तो भिड छ या तल बिस्तारै जानुपर्छ बिस्तारै भित्ता चिपाइ जति सक्दो छेउ नहिँड नि देखाएको छैन लाइटले केही छैन अब लाइटले अलिकति प्रब्लम दियो पारिकले देख्यो भने थियो यहीँ हाम्रो आँखा चाहिँ ठ्याक्कै यहीँ जाँदो रहेछ क्या आज मैले बल्ल थाहा पाएँ त्यो अगाडि जाँदो रहेछ क्या हाम्रो आँखा यहीँ टायरको मुनि जाँदो रहेछ कि अलिक पर जाँदो रहेछ भने क्या अहिले पर हुँदो रहेछ कि पर देखिँदै नदेखिने यहीँ हेर्ने भए चाहिँ देखिरहेछ पुरै होइन फुल्ली देखिरहेछ तर पर अहिले देखिरहेको छैन क्या यस्तोमा आज लड्यो भने चाहिँ अलिकति गाह्रो पर्छ होइन सर र बिस्तारी ढाचक गर्दै लानुपर्छ यहाँनिर यत्रो खाल्टो छ जस्तो लाग्यो के हो बिस्तारी सर र ल दामी यहाँनिर घाचक गुचुक छ है यहाँनिर यता खाल्टो पनि छ जस्तो लाग्यो उता छ गयो नाइस दामी ल अब यहाँनिर उही भान्नु त हुन्थ्यो अब कहाँ त्यो उल्टिने हो अहिले यहाँनिर त्यो चढाउनु ठाउँ यस्तो पुरै खाली छ अहिले त यहाँनिर दिउँसो पनि पुरै प्याक हुन्थ्यो होइन पुरै खाली छ अहिले चाहिँ सल्लाह यत्रो कस्तो बाटो यो ल
के हो यो बाटो ओ ल ल ल यस्तो बाटो त यहाँनिर थिएन जस्तो लाग्थ्यो यार राति कहाँ के हो के हो कता कता यहाँ चाहिँ थाहा छ यहाँको लाइन चाहिँ यस्तो छ यस्तो छ यस्तो छ यहाँनिर टर्निङ छ लाइन थाहा हुनु पऱ्यो क्या ओहो बिस्तारै 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 गयो यहाँबाट यस्तो पेल्यो यस्तो पेल्यो यस्तो पेल्यो यस्तरी गयो ल नाइस यार यस्तो मजा आएर ल आजको दामी भयो यार लाइफमा फर्स्ट टाइम यस्तो भयो यार मजा आयो के खुसी सकेछ झन् मोबाइल चढेर बिचमा आफ्नै साइकलले खिचेन त धन्न माथि नि त यस्तो अन्धकार छ केही देखिँदैन माथि त केही देखिँदैन त पुरै अन्धकार लाइट बालेन नि त त्यहाँ लाइट बालेन भने त म त पुरै अन्धकार देख्छु यहाँनिर हुनुहुन्छ हाम्रो सोनामजी कस्तो लाग्यो दादा कस्तो दामी भयो ल साइकल यहाँ छ लाइट बालेर हिँड्नु पर्छ न त केही देखिँदैन लाइट बालेन भने त पुरै लाइट होला आज खासै ट्रेलको कस्तो अलि नराम्रै भयो होला सायद होइन लाइटै थिएन लाइट अलि भएन होइन यो एउटा मोबाइल थियो मोबाइलले टक्क बाल्दै आयौँ होइन यहाँ तलबाट पनि देख्दो रहेछ त है भ्यू त दामी खालको केही छैन ठिक छ ल अब अर्को पालि चाहिँ होइन अर्को पालि आउँदा चाहिँ हल्का लाइट साइड लिएर होइन 2-3टा लिएर आए त पुग्नु रहेछ एउटा चेस्टमा एउटा हेडमा अनि एउटा ह्यान्डलमा पनि अझ अनि चाहिँ पुग्थ्यो यार सबैतिर हाल्न पाएँ चाहिँ त्यही अनि अब केही छैन अब आज जेस राम्रै भयो होइन फर्स्ट टाइम यस्तो राति हानेको यार ट्रेलमा जेस डराउनु पनि थियो अलिकति होइन डर पनि लागेको थियो बिचमा होइन केही छैन यो डर आगे जित्यो भने यो यस्तो ट्रेल हानेर आयो तल कति मजा आयो त अहिले होइन त्यही भन्दै आइयो अब केही छैन अनि त्यही हो अनि आजको लागि यति नै अनि यदि तपाईँहरू मेरो च्यानल नहेर्छु सब्सक्राइब गरिदिनु होला चाँडोभन्दा चाँडो अनि त्यही हो भेट्नु है त अर्को भ्लगमा बाइ बाइ गाइज